हेलो गाइज नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आई होप हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि सन्चै आरामै छु। आज चाहिँ हामी साडु दाइको घरबाट चाहिँ फिर्ता हुन लाग्छौँ अनि हामीहरू चाहिँ हिँड्दै जानुपर्ने छ। आजको टास्क चाहिँ छ भन्नुहुन्छ गरे कति घन्टा लाग्ला दिदी? 3 घन्टा हो। 2-3 घन्टा घोडेटारसम्म पो होला त नि। अनि उहाँ चाहिँ ससुरजीको साडु दाइको बुवा हुनुहुन्छ गइहाल्नु त। यहाँ सब रेडी हुँदैछौँ। मौसम चाहिँ अलि खराब जस्तो छ, अब पानी पर्छ कि के थाहा कुन्नी। सो गाइज अब चाहिँ हामीहरू निस्किन लाइम जाम हो दाजु। ल म भनिदिन्छु ल ल ठिक छ सिधा भयो नि सिधा भयो ठिक छ नि सिधा भयो। दिदीले अझै दुईवटा लाउनु भएको रहेछ टिका। यिनीहरूले होला म त नलाएको तलतिर लाउने होइन भयो म माथि लाउने हाम्रो भदै नि। गाइज अब चाहिँ हामीहरू जानु लायौँ। 3-4 दिन बस्यो यहाँ दाजुको घरमा। अब चाहिँ यस्तो बाँसघारी हुँदै जानुपर्छ कि माथितिरै घोरेटारसम्म अब हिँडेर जानुपर्ने छ। 1-2 घन्टा पुगिन्छ होला। 2-2.5 घन्टा घोडेटारबाट 3 घन्टा अझै लगभग 5-6 घन्टा जस्तो पर्छ हाम्रो आज। हेरौँ आज बाटोमा के हुनेवाला छ। ऊ हाम्रो भदैनी अनि सुन्टी आउँदैछ। सो गाइस 8:20 भइसकेको छ अहिले चाहिँ। अब हेरौँ कति बजी पुग्छौँ घोडेटार। भर्खर हिँडेको हामीहरू। ल भर्खरै हिँडेको 2 मिनट नि भएन। 2 मिनेटमा यस्तो हालत टाइट भयो नि टाइट फिस भयो। म धकाल्दै गर्छु है पछाडिबाट। घुँडा दुखेर आज पनि तल मर्ने भयो नि हो। लगाइदिनु 2 मिनट भयो हामी हिँडेको अहिले। यहाँबाट चाहिँ यस्तो देखिन्छ भ्यू। यहाँ चाहिँ मैदान पनि रहेछ भलिबलकै। हामीहरू जानुपर्ने छ कहाँ हो माथि धनकुटा। त्यो चाहिँ धनकुटा तल अरुण नदी। अनि पारिपट्टि कुन पर्छ धनकुटा होइन? पाखरीबास हिल्लेहरू अरे। यहाँ चाहिँ मैदान। यस्तो बाटोमा चाहिँ सानो पनि भेटिन्छन्। बल्ल पसिना आउनु लाग्यो। मुटुको लेचेको एक्सर्साइज हुँदैछ। बल्ल रोडमा आइसक्यौँ। जाम अहिले सजिलो छ रोड। एभोकाडो मारिने रहेछ नि। गाडी लाग्छ नि तलतिर त फेरि महँगो। यहाँतिर कसरी केजी गरे? सबै 100 रुपियाँ केजी एभोकाडो? अब 800-900 रुपियाँ किलो हुन्छ तलतिर। अहिले चाहिँ बल्ल रेस्ट गर्न लाग्छौँ हामीहरूले। धेरै नै 2-3 मिनटको ब्रेक हो। घोडेटारबाट हामीहरू आधा बाटो आयौँ कि नै आएको छैनौँ? आधा बाटो नि पुगेको छैन अहिले। सुन्टी कस्तो भइरह? मेरो कस्तो मर्न लाग्यो जस्तो क्या हिँड्न नसकेर। सो गाइस भदैनीले यहाँ फुल ल्याइदिनु भयो। ऊ त्यहाँ माथि जानुपर्ने हो जस्तो लाग्यो। 2 मिनटको रेस्टमा थियौँ हामीहरू। यो चाहिँ अब कानमा सिउरेर बोक्सी फुल हो गरे बल्ल पसिनाहरू आउनु लाग्यो। त्यही भएर मैले टी सर्ट चेन्ज नगरेर लगाएको कि हेर्नु फुल। ल जाम बदैनी अब। ल गाइस 2 मिनटको रेस्ट पनि भयो। ल यो राख त तिमी।
गर्मी हो कि जान्थेन अनि यहाँ यसो गर्ने हटाउने यसलाई त यसरी अब माथि जाँदा जाँदा अलिक चिसो चिसो हुँदैछ तर यार घटारमा झन् चिसो हुन्छ लगाइस हाम्रो टार्गेट पहिलो कुरो चाहिँ छ घोडेटार यार लट्ठीले त ले तपाईँ त के भन्छ एउटा बेरी बासेमा एउटा त्यो थियो त यस्तो लाउने मुस्कान पासाले जस्तो सिउरिनु भयो त सो गाइज ल अहिले भेटौँ माथि आइसकेका छौँ धेरै माथि आइसकेका छौँ हामीहरू कमसेकम 1 घन्टा त हिँडिसक्यौँ है 1 घन्टा हिँडिसक्यौँ धेरै टाइमपछि हिँडेपछि अलिक गाह्रो हुने रहेछ कि रोड रहेछ क्या यहाँ अगाडि रोडी अब कलपुर फर्किने पैसा छैन गाउँतिर ढ्याडी गरेर दिहाडी भन्न दिहाडी गरेर पैसा कमाएर जानुपर्ने छ चण्डी डाँडा होमटाङ पुगिसकेका छौँ अब चाहिँ आई होप छिटो पुग्नेछौँ खैराङ के टिपेको खै अर्ग्यानिक ल थोरै खाएर हेरौँ कस्तो रहेछ गुलिया पनि हुन्छ कोही आमाले नि हुन्छ स्विट एन्ड सावर बचपनमा धेरै खाइयो त्यो पारी देखिराख्नु भएको नि त्यो घोडेटार त्यहाँबाट त झन् धेरै टाढा छ कता कता तल 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 जानुपर्ने छ घोडेटार त्यहाँ पुग्नुपर्ने छ अझै गाइज लगभग आधी बाटो आइसक्यौँ हामीहरू चाहिँ अहिले सुनिताहरू पछाडि छुटिसकेका छन् ल धेरै टाढा रहेछ यार अझै पनि घोडेटार हेर्नु त्यो उकालो होला फेरि अहिले जानुपर्ने हेर्नु घोडेटार त्यो घोडेटार त्यहाँबाट त झन् डाँडा 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 हुँदै 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 तल झर्नुपर्छ उता पालिपट्टि सो गाइज घोडेटार चाहिँ त्यहाँ माथि छ अब नजिक नजिक पुग्दैछौँ ए यहाँ पो रहेछ है यहाँबाट हामीहरू उतातिर गएको थियौँ नि दिदी अब चाहिँ जो बाटो नि सजिलो रहेछ कि अहिले चाहिँ सिधा बाटो छ त्यही भएर अहिले चाहिँ घाम पनि लाग्यो क्या दामी देखिन ला अहिले चाहिँ रमाइलो हुँदैछ कस्तो राम्रो देख्यो कि घाम लाग्यो नि त अहिले हामी ट्रेकिङ हिँडेको अब घोडेटारतिर हाम्रो ट्रेकिङ चाहिँ अरे ल हाम्रो भगवान जय हो भगवान भन्नु जय हो भगवान यहाँ परबाट सुम्निमा पारवाङ भन्नु त सुम्निमा पारवाङ यहाँ चुला पनि छ घरहरू पनि छ यो सिलाले घर सबै यहाँ धोपीको फुल पनि छ अहिले चाहिँ हामीहरू यहीँ छौँ होइन अनि यहाँदेखि चाहिँ हामीहरू फोटोहरू खिच्दैछौँ अब यताबाट भ्यू देखाइदिउँ भनेपछि आज चाहिँ इस्ट टावर रहेछ यहाँबाट हेर्नु पारी पारी यस्तो देखिने रहेछ यतातिर यहाँ बस्ने ठाउँ पनि छ यहाँ अहिलेसम्म हामीहरू उ गर्दै थियौँ फोटोहरू खिच्दै थियौँ अरुण नदी होइन उताको कुन नदी अरुण नदी मान्छेहरू बस्छन् है त्यहाँ पनि माथि माथि पनि मान्छेहरू बस्ने रहेछन् रमाइलो रहेछ ठाउँ हामीहरू गाडीमा आएको भए यस्तो रमाइलो हुन्थेन नि त्यहाँ पुग्नु पर्नेछ अझै त्यहाँबाट कति बज्यो दाजु अहिले घडी छैन 12 त बज्यो कि 11 ल गाइस भेट्दै गर्नुहोस् हामीहरूसँग आउँदैछन् पछाडि एउटा स्कुल रहेछ राम्रो रहेछ स्कुल जय हो भगवान रक्षा गर्नु प्रभु हामीहरू चाहिँ यसो एनर्जीको लागि बिस्कुट खाँदैछौँ होइन बधाई नि कुन ठाउँ गऱ्यो अब चाहिँ यहाँदेखि आधी घन्टा अरे माथि उहाँसम्म घोडेटारसम्म चाउमिन सुकुटी म यसको मोमो एमको चाहिँ यहाँ छ है मोमो उसको
कुकुरबाट चाहिँ डराउने रहेछ। सो गाइज अब चाहिँ हामीहरू लगभग पुग्न लागिसक्यौँ है। 5 घन्टा भइसकेको छ हामीहरूले सफर गरेको। अहिले चाहिँ 1 बजिसकेको छ टाइम। देखिरहेछ हो सबैजना। ल 5 घन्टाको सफर। सबलाई अब रिङ्गाटा लाग्दैछ भोकले। अब गएर अब के खानी हो खानुपर्छ। अब भोक लाग्छ। ल गाइजहरू हामीहरू चाहिँ फाइनली 5 घन्टा 10 मिनट पछि पुगिसकेका छौँ हामी घोडेटार। यहाँ पछाडि देखाइदिन्छु हजुरहरूलाई, हेर्नुहोस् है कस्तो भयो सफर। एक्सिलेन्ट। रमाइलो भयो। तर रमाइलो भयो जे होस् के अरे अब हामी गाडीमा आएको भए त यस्तो हेर्न पाउँथिनौँ, ठाउँ ठाउँ घुम्न पाइयो होइन। रमाइलो भयो। यो घोडाको चित्र रहेछ त नि। ल घोडाको चित्र देखाउँछु है त। ल फाइनली हेर्नु घोडेटार। घोडा बजार त अस्ति देखाइसकेको छ सर। फाइनली पुग्यौँ। अहिले पछि भेट्छु ल। अहिले खाना खाने ठाउँमा। पहिलो कुरो चाहिँ यसो चिसो खानु पर्यो। गर्मीबाट आहान बगालहरू। सुन्नीलाई नि हाल्नु पर्छ नि। यो निबो खाने अमुलो गुड। सो गाइज यो चाहिँ घोडेटार बजार हो। मौसम चाहिँ यस्तो बदलिने रहेछ कि एकछिनमा हेर्नु न पुरा धुम्बै धुम्म भइसकेको छ। तलतिर घाम लागिरहेको। हामीहरू आएको हो त्यहाँबाट। हामीहरू आएको त्यहाँ तल हो। जानुपर्ने चाहिँ त्यो डाँडाको पारिपट्टि छ नि, त्यहाँ पुग्नुपर्ने। यहाँसम्म चाहिँ 6 घन्टा भइसकेको छ। अब यहाँबाट चाहिँ अब लगभग कति लाग्छ पनि। अहिले चाहिँ लगभग 2 बजिसक्यो कि यो ठाउँमा। हामीहरू खाजा खाँदा 2 बजिसकेको छ। अब हेरौँ कति बजी पुगिन्छ है त। अचानकले चाहिँ मौसम बिग्रिएर यहाँ जाडोले ककाङ्ग्रिरहेको छौँ। हामीहरू कटाङ्ग्रिरहेको छौँ। अगाडि हेर्नु न पुरा धुम्बो धुम्बो। यो ठाउँ चाहिँ कालिम्पोङ जस्तै रहेछ। यो यस्तै हुन्छ दाजु कालिम्पोङतिर। भएन अघि कस्तो घाम लागिरहेको थियो है। हेर्नु न अचानकले। हेर्नु न यो कालिम्पोङ जस्तो भयो मौसम यहाँ भेडेटारमा। सेम टु सेम। घोडेटार गाइस हामीहरू चाहिँ लगभग 7 घन्टा हिँडिसकेका छौँ। आउनु त अब जाडो भइरहेछ धेरै नै भनेर भन्न नमिल्ने। कुहिरो लागेछ। हामी चाहिँ गइरहेछौँ अब घोडेटारदेखि फलामढुङ्गातिर लाग्दैछौँ। अब हामी एकछिनपछि फलामढुङ्गा निस्किन्छौँ। अनि त्यसपछि खैराङ, त्यसपछि अनि पातले पानी। यो चाहिँ जाडोले किक्रिक्क परेर कता हिँड्यो कि नानी? को तिमी कहाँदेखि घर? कुहिरो लगाएर केही देखिँदैन। के होइन यो अगाडि त केही देखिँदैन त, भूतै हिँडे जस्तो। भूत भनेर धेरै इज्जत नबढाए। ओए पेट भन्नु भूत भनेर धेरै इज्जत नबढाए। हावा लगाएर टाउकोमा है चिसो हान्दैछ। केही भने जस्तो छ तिम्रो सुन्दर मुहार त्यो बयान कि गाना हालेर। सो गाइस अहिले चाहिँ हामीहरू पातले पानी पुगिसक्यौँ फाइनली। तर अन्धेरो भइसकेको छ लगभग। हेर्नु 4 बजिसकेको छ। तर भन्नु न मौसम तल त घाम लाग्यो भनेको थिएँ। तल घाम लाग्यो भनेको त तर पानी पर्ने होइन ऊ भएको रहेछ। त्यही त नि गायो। अब पातले पानी पुगिसक्यौँ। अब एकछिन डेन्जर खुट्टा दुखिरह। अब रेस्ट गर्नुपर्ने छ।
गएर मजाले डेन्जर खुट्टा दुखिसक्यो। म त जिन्दगीमा पहिलोचोटि हिँडेँ यति टाढा त, साँच्चै हो सुन्टे। कहिले हिँडेको थिएन यति टाढा त। ट्रेकिङ जाँदाखेरि त हिँडेको थिएँ, तर यति धेरै पनि हिँडेको थिएन हौ कन्टिन्यू। त्यहाँ त बस्ने आउने जाने त्यस्तो थियो नि त। इ लुङखिम अब यहाँदेखि चाहिँ नजिकै छ। अब तल हामी साइली दिदीको घर जान्छौँ होला। सो गाइज अहिले चाहिँ हामीहरू पुगिसकेका छौँ अब साइली दिदीको घर। होइन दाजु, कस्तो भयो त नि सफर आज? राम्रै भयो, रमाइलो भयो है घुम्दै फिर्दै आउँदा। होइन अघि पनि राम्रै आएको छ दिदी, हामीले अघि घाममा हेरेर। यो चाहिँ हाम्रो साइली दिदीको घर। हेर्नुहोस् पुगिसकेका छौँ। तर मौसम त यहाँ घाम लाग्यो भनेको त रहन्छ है। गाइस पुगिसकेका छौँ हामीहरू। हेलो भनिदेऊ त। खै त सानो बेला नमस्ते गरेको खै त। अनि गाइस हामीहरू चाहिँ पुगिसकेका छौँ। ल हेलो भनिदेऊ। टाइम चाहिँ अहिले 5:30 भइसकेको छ, अझै नै पुगेको छैनौँ। लगभग गाउँमा त पुगिसकेका छौँ। अब भन्नाले हल्का अझै टाढा छ, धेरै टाढा पनि छैन। अब पुग्छौँ होला 6 बजे भनेपछि 8:30 बजेर 20 मिनटमा हिँडेको थियौँ। अब चाहिँ अब 6 बजिसक्यो लगभग। त्यहाँ हाम्रो ससुराली घर। अब चाहिँ अब 2 मिनटमा पुगिन्छ। अब 6 बजे पुग्यो ठ्याक्कै। यो ब्रिटिससँग यस्तो यस्तो कस्तो भयो मेरो हात। सो गाइज ल फाइनली चाहिँ म चाहिँ ससुराली आइपुगेको छु। यस्तो थकावट भइरहने, अब खुट्टाहरू दुखिरहन्। अब हाम्रो बेबु, हाम्रो भदैनी, कान्छी भदैनी, जेठी भदैनी, उयो हाम्रो ससुराली घर। मौसम चाहिँ खुलेकै छैन है। दिउँसो त घाम लागिरहेको थियो एकछिन त, पछि त यो बादल लागेपछि त बादल लागे पो भयो त। ल गाइज बाई बाई। दाना सर्छमा हाजिर पनि छैन, कसरी नामलाई दिनु नि लाग्छ। यो स्कुल चाहिँ जाँदो रहेछ, घरदेखि घरै स्कुल पुगेन। उसले न भनेको त्यो उमा गङ्गे डेगा गाउँ बस्छ नि, त्यो मिस के गर्नु उसको नाम गङ्गे डेगा दिन खामा बुढी खोकमा चन्द्रमती हो। पुरा उसले भनेको